ल यहाँबाट देखिने भ्यू यस्तो छ है। बिहान 6:26 जाँदा यस्तो भ्यू छ है। अनि घाम लागिसक्यो, ठिकै छ, चिसो छ है। यस्तो छ, पुल छ यता बाटो रहेछ। यहाँ भवन, यता माथि चाहिँ डाँडै डाँडा छ है। अनि यता घोडाहरू पनि रहेछ। हामी चाहिँ बिहान हिजो यो गाडी थियो हाम्रो चाहिँ, अनि त्यसपछि यसरी छ रनिङ बाइकहरू। अनि त्यहाँ प्लास्टिक जस्तो हरियो मेरो बाइक। अनि यस्तो छ ढोरपाटनको भ्यू। रोडिङको साथमा हामी बसेको होटल चाहिँ यो है। यस्तो छ, यो यस्तो छ। अनि यहाँ छु, सरी चेस गर्नु बिर्सेछु। चेस मान्छे बाइकले यसरी राखेको छ, मेरो बाइकले चिसो लाग्छ भनेर यस्तो ट्राइपमा छ। यस्तो छ, यहाँ डेङ्ग भएको लाग्थ्यो बाइकले। हिलो यस्तो छ बाइक। यता पनि छ, ओ त्यता कुनामा पनि छ है बाइक। हामी हिजो लगभग 11:30 बजीतिर त्यहाँ आइपुगेको थियौँ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा चाहिँ स्वागत छ। आज यो भिडियो देखाइरहँदा तपाईँहरूलाई पनि खुसी होला भन्ने आशाका साथ भनिरहेको छु। धन्यवाद। अनि यस्तो छ यहाँको भ्यू बिहान। माथि पनि निकाल्नु आकाश के आउँदै छैन हेर न। यतापट्टि चाहिँ छ कि अलिकति बरु, अब यो साइड चाहिँ आउँछ कि अलिकति यता गएको हुन्छ 1x मा होइन। चप्पल अलिकति युज गरेर काट्यो भने ल ल त्यसो भन्छ। ल चप्पल निकालिदिनु मात्र ए हालिदिन्छु म। साथीहरू म सुतेको खाट चाहिँ यही हो। अनि त्यसपछि हेर्नुहोस् पाइपको हालत यस्तो छ। हिजो हिलो रङ बाटो गइएछ। मार्सलले चाहिँ हामीलाई रङ बाटो गएछ। ब्याग हालत यस्तो छ। अनि यहाँभित्र गाडहरू छ। यहाँ चाहिँ अर्को साथी ऱ्याङ्कोट रहेछ। म चाहिँ यहाँ छु। र स्पेसल कुरा चाहिँ के छ हेर्नु, जुत्ताको हालत पुरै भिजेर हिलो यस्तो भयो। म चाहिँ यहाँ सुकाउन हाल्दैछु। म चाहिँ हामीले चाहिँ तरकारी खाना लायौँ। म
त बाइक स्टार्ट गर्न गइरहेको छु वान ट्यापमा हुन्छ कि हुँदैन है त Norton. So ready 1 2 3 no idea is the and full loaded है बैगन स्प्रे क्यामेरा छ यहाँ क्यामेरा यो यस्तो छ रनिङको मोटिफिकेसन मोबाइल हाल्नुले डिस्प्ले क्यामेराको यो हेलमेटको लक यस्तो छ क्याच यस्तो छ कम्पनीको यो हामी चाहिँ घोडामा चढाएमा यसरी त्यसो न ल घोडामा कुद्दै कता कता गयो यता यस्तो हुन्छ यहाँको भुटेको ल भुटो ल ल यहाँ चाहिँ इन्जोय गरियो अहिलेको मौसम चाहिँ यस्तो छ पुरा पहिरो आउने जाने भएर यहाँ घोडाहरू पुरै कलको उसमा खिचिरहेको छ भिडियोहरू कलको ग्रुप Let's go, guys. Hey, right, let's go. बाबु एकछिन पो हो ल बाइक चाहिँ मेरो यसरी जान रेडी भयो है नेपालको झन्डा फरफराइरह ब्याग यस्तो छ अगाडि यस्तो छ अनि त्यसको
यस्तो छ पछाडि यस्तो छ हाम्रो साथीहरू सबैजना जाना हाम्रो 66-67 वर्षको मान्छे पनि चितवनबाट राइडिङ गर्न आउनु भइरहेको है मार्सरको बाइक हेलो भन्दैन यस्तो छ है बाइकको कहाँ हो कहाँ लाइन त हाम्रो बाइक पानी आउला जस्तो हो त सिधै ए कस्तो भाग्यमानी त म त ऊहरू स्कुल ड्रेस ज्योति विकास माध्यमिक विद्यालय ढोरपाटन 5 चिसापानी बागलुङ रहेछ फेरि 1 2 3 क्याप्टेनलाई दिनु पर्यो क्याप्टेनलाई क्याप्टेन कसरी बसेछ रातो मार्क्स आउने सरले यो एकछिनमा आज एन्डिङ गर्दाखेरि गर्छ होइन पर्दैन गर्छ आफ्नै तरिकाले हो है बच्चाहरूलाई है के आउँछ यो 500 मा 55 छ भने 1 2 छात्रहरूलाई चाहिँ थोरै भए पनि सहयोग गर्न पाउँदा म लगायत मेरो सम्पूर्ण टिम नै एकदम आभारी छौँ हामी टिभीएस नेपालले चाहिँ मोटरसाइकल मात्र बेच्ने होइन प्रडक्ट मात्र बेच्ने होइन तर कम्युनिटीलाई पनि समाजलाई पनि थोरै भए पनि अथवा कहिले धेरै भए पनि केही न केही सहयोग केही न केही कन्ट्रिब्युसन चाहिँ हामी हाम्रो साइडबाट गर्छौँ भनेर एउटा स्टेटमेन्ट दिनलाई पनि हामी आएका छौँ र यो एकदम हाम्रो सौभाग्य हामीलाई प्राप्त भएको थियो नेपालको कश्मीरी है साथीहरू यसरी
छ है कस्तो दामी घरहरू छ टिभीएसको गुरु यहाँ छन् यहाँ मेरो बाइक छ ल साथीहरू हामी चाहिँ बुर्दिबाङ आइसक्यौँ यताको बाटो बन्द भएर लामो बाटो पुरा माथि डाँडा चढेर फेरि ओह्रालो झर्नु पऱ्यो त्यो चाहिँ यस्तो हो यो बाटो आएको हामी एक मिनट यो बाटो आएको हो माथि डाँडा चढेर फेरि तल झरेर बुर्दिबाङको भ्यू चाहिँ यस्तो छ है बुर्दिबाङको भ्यू हेर्नु यस्तो छ गाडी बुर्दिबाङको भ्यू यस्तो छ जान सक्नुहुन्छ यस्तो ठुलो त्यो बाटो हो माथि डाँडा नि कति बाटो अनि बाइक चाहिँ यहाँ छ हेर्नु तपाईँ अनि म चाहिँ यहाँ छु यस्तो गाह्रो छ तर यति स्पिडमा ल्यान्ड केटाहरूले यति अचम्म लाग्यो तर आज आउँदैछन् माथि आउँदैछन् अझै हुन्छ अगाडि आइसक्यो अनि यस्तो छ जाने हामी जो त त्यो बाटो जाने अब ओके हेर्दै गर्नु होला है त यति किलोमिटर हिँड्ने है बाई